साथीभाइ नमस्कार सबैजनालाई। आज अब ब्लग बनाउन यसो बाटातिर निस्क्यौँ हामी। हाम्रो राजभक्त सर अनि अर्को किसान अर्को केटाहरूलाई टाइम लाग्छ रम्रिन। ल अब हामी यसो घुमाइतिर लाग्यौँ र कस्तो बनाइन्छ ब्लग म हजुरहरूलाई देखाउने छु। र मेरो च्यानल पिके ड्रिमलाई लाइक गरिदिनु होला, कमेन्ट गर्नु अनि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला सबैजनालाई। हामी रुमदेखि बाहिर निस्किँदैछौँ। केटाहरू पनि आउँदैछन्। सर मास्टर सर आज स्कुलमा हामी कहाँ पुग्ने हो टुङ्गो थियो छैन। यहाँ चाहिँ झोलासोला गर्दै हिँडेको छ साथी होइन। केटाहरू हेलो गर्दै केटा हेलो 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 सबैजनालाई। खोइ हात लाउँदैन फेरि हाँस्या छन् केटाहरू। यो चाहिँ हामीहरूको बस्ने ठाउँ रुम हो, क्याम्प। र यो चाहिँ हाम्रो फुटबल खेल्ने ठाउँ ग्राउन्ड। र हामीहरूका साथीहरू आजका यात्री घुम्न जाने। यसो अहिले रमदानको छुट्टी छ, त्यही भएर रमदानको छुट्टीमा चाहिँ यसो हामी घुमघाम गर्नलाई हिँड्दैछौँ। अनि तपाईँहरूलाई देखाउने छौँ रमल घारी कस्तो छ भनेर। र हेरिदिनु होला सबैजनाले, माया गरिदिनु होला। हेर्नु साथीहरू, अब हामी बाटातिर लाग्यौँ। नेपालको जस्तो स्कुल बस देखियो यहाँ पनि। अनि हाम्रो घुम्न जाने ठाउँ भनेको यही हो, दुबईको रमल घारी। अब यहाँदेखि हिँड्दै जान्छौँ अनि भ्युज देखाउँछौँ हामी राम्रो राम्रो। र यहाँ हेर्नु कस्तो छ ठाउँ, हजुरहरूले देख्नुभएको छ कि छैन। हाम्रा साथीहरू यी पछाडि आउँदैछन्। ल अझै अगाडि गएर पनि देखाउने छु है हजुरहरूलाई। साथीभाइहरू तपाईँहरू देख्न सक्नुहुन्छ, यहाँ हिँड्दै हाम्रो एउटा सानो ओभरब्रिज आयो। र हाम्रो मास्टर सर राजभक्त मास्टर सरले फोटो खिच्दै हुनुहुन्छ। ल यहाँदेखि यहाँ हेर्नु, यी नालो पनि छ। यहाँ नालामा माछा पनि छन्, तर पहिलेको जतिको त्यस्तो साह्रो धेरै चाहिँ रहेनछन् माछा चाहिँ। ल यहाँ हेर्नु, तपाईँहरू हेर्न सक्नुहुन्छ। यी केटाहरू भिडियो बनाउँदैछन्। म पनि छु यहाँ साथमा। ओभरब्रिजमा केटाहरू फोटो खिच्दैछन्, हेर्न सक्नुहुन्छ। र तपाईँहरूलाई म एउटा दृश्य देखाउन चाहन्छु। यहाँ हेर्नु, यस्तो गर्मी ठाउँमा पनि यो न पानी छ न केही छ। यो नालाको पानीले अब गर्न सक्दैन। त्यही पनि यहाँ हेर्नु त, यो घाँस कति हरियो छ। हाम्रो नेपालमा यस्तो हुन्छ, अलिक घाम लाग्यो भने सुकेर ओइलाइहाल्छ। तर यहाँको घाँस हेर्नु त कस्तो दामी छ। यहाँ हेर्नु कस्तो झुम्म पऱ्यो, कस्तो कलकलाउँदो छ। यहाँ छ अनि फेरि ऊ त्यहाँ छ। हेर्नु त कस्तो दामी छ क्या यो यार। म तपाईँहरूलाई मजाले देखाउँछु। यहाँ हेर्नु, यस्तो घाँस यस्तो हरियो परेको तपाईँहरूले देख्नुहुँदैछ कहीँ। साथीहरू अब हामी लामो ब्रिजको छेउछाउ आइयो। यहाँनिर पुरा रुख बिरुवा रोपेका रहेछन् यस्तो ठाउँमा पनि, तपाईँहरू देख्न सक्नुहुन्छ। यी हाम्रा साथीहरू जाँदैछन् भिडियो बनाउँदै गफ गर्दै। अनि अब अलिक पर पुगेपछि ब्रिज आउँछ अनि ब्रिज हेरौँला कस्तो रहेछ। यता सबै फ्याक्ट्रीहरू मात्रै छन् क्या, यो इन्डस्ट्रियल एरिया सबै काम गर्नेहरू होइन। यो सिटी होइन, यो चाहिँ एकदम फ्याक्ट्री एरिया हो। तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ यहाँको नजारा।
यहाँ कत्रो कत्रो कन्टेनरहरू छन् त्यहाँ। देख्न सक्नुहुन्छ, हेर्नु होला। हेर्नुहोस् गाइस साथीभाइहरू, यहाँ यो चाहिँ ब्रिज हो। यहाँ मुनिदेखि ट्रेन पनि कुद्छ अनि यहाँ माथिदेखि गाडी पनि कुद्छ। अनि ट्रेन लिक छ त त्यहाँ। अनि यहाँ हाम्रा साथीहरू आउँदैछन् धमाधम गफ गर्दै गर्दै। एउटा उहाँ बिजी छ, एउटा यसरी बिजी छ। पकाउनु, म अगाडि जान्छु, म देखाउँछु। ट्रेन देखाउँछ भन्छ, खोइ कहाँ छ ट्रेन? देखाउँदिन, ट्रेनको लिक छ क्या त्यहाँनिर। ट्रेनको लिक खाली बली हामीलाई ट्रेन चाहियो अहिले राइट नाउ कन्डिसनमा। अनि हेर्नु साथीहरू, उता पुरा फ्याक्ट्री मात्रै छ। तपाईँहरू पनि अब यहाँ आउनुहुन्छ र यता आउनुभयो भने यस्तो सिन हेर्न आउनु होला सबैजना। he is our guide. We are tourist here. यहाँ पहिले पनि हामी आइसकेका थियौँ, पहिले पनि आएर हामीले भिडियो बनाइसक्या हो हुन त, तर भए पनि पहिलेको ब्लगमा राम्रोसँग देखिया थिएन। अनि यो पालि फेरि यहाँ छुट्टी थियो र हामी घुम्न आएका हौँ। र हेर्नु तपाईँहरूले, यहाँ दामी राम्रो खालको सिन छ। यो चाहिँ ब्रिज माथि छौँ हामी, ब्रिज मुनि रेलको ट्रेक छ। अनि अझै घुम्दै घुम्दै हामी कहाँसम्म पुगिन्छ आज हामीलाई पनि थाहा छैन। घुम्दै 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 हिँड्दैछौँ। अनि यहाँ मुनि देखाउने कोसिस गर्छु म, ट्रेनको लिक देखाउने कोसिस गर्छु। यसरी कन्टेनर कुदिराखेका छन् र यहाँ ट्राफिक सिग्नल रहेछ। यहाँ ट्राफिक सिग्नलको पालना गर्नुपर्छ हामीले, नभए हामीलाई कडी कारवाही हुनसक्छ। त्यही भएर ट्राफिक सिग्नलको पालना गर्दै गर्दै जाने हो। त्यहाँनिर रेलको लिक छ। रेल कतिखेर आउँछ? रेल हालेदेखि त म यहाँ देखाउने थिएँ, तर पेसेन्जर ट्रेन होइन, यो चाहिँ सामान बोक्ने ट्रेनको लिक हो। अनि पेसेन्जर ट्रेन चाहिँ कुद्दैन। गाडी धमाधम जाँदैछन्, कन्टेनर। तपाईँले देख्न सक्नुहुन्छ। म यहाँ नजिकदेखि देखाइदिन्छु। यहाँदेखि अलिक मिल्दो रहन्छ देखाउनु, तर म यहीँदेखि देखाइदिन्छु। जुम गरेर देखाइदिन्छु म। हेर्नु होला, ट्रेन कुद्ने लिक छ। ट्रेन कतिखेर आउँछ थाहा छैन। ट्रेन आइदिएदेखि त म तपाईँहरूलाई सबलाई देखाउँथेँ। हाम्रा साथीभाइहरू पनि आउँदैछन् धमाधम। पुल त यही हो त, अनि यही हो। ल साथीभाइहरू, हामी यहाँ हाइवे ब्रिजको माथि छौँ। अब समुद्रतिर जाने भन्छन्, कोही कता जाने भन्छन्, तर यहाँदेखि अलि डर जस्तो लाग्यो। त्यही भएर अब निस्किहाल्ने भन्छन् यहाँदेखि। अब हेरौँ कता जाने हो। अपोजिट साइड हो, त्यही भएर यहाँ हेर्नु होला। उता जाउँ न, उता पर्दैन। त्यहाँ जाउँ अनि यसो भिडियो बनाऊँ, त्यही हेर्नु के रहेछ होइन। यहाँ ठाउँ राम्रो छ। ऊ बकुला उड्दै रहेछ, हेर्नु एकदम रमाइलो। अब हामी लगभग फर्क्यौँ भन्दा नि हुन्छ। अनि यसो गएर फर्किने हो। त्यही भएर अब फेरि अघि अर्को साइड आएको थियौँ, यो अहिले अर्को साइड हो। हेर्नु होला, त्यहाँ हेर्नु
पोखरी रहेछ क्या पोन उता जाने भनेको थियो फेरि टाइम लाग्ने हो त्यही भएर योपालि नजाउँ भनेर भने केटाहरूले त्यही भएर अब फिर्किँदैछौँ फिर्किनु गर्मी पनि हुन थाल्यो ल साथीभाइहरू अब हामी लगभग फर्किन लाग्यौँ यहाँ हेर्नु अहिलेकै बाटो हो हुन त भए पनि यहाँ हेर्नु रुख बिरुवा रोपेका छन् कस्तो दामी छ केटाले साइड चेन्ज गर ओ बिच बाटोदेखि नहिँड अरे केटा हो केटाहरू अब बिस्किन लागे अलि गर्मी पनि हुन थाल्यो एउटा हिँड्नु एउटा गयो पल्लापट्टि काटेर गयो ए हामी पनि काटिहाल्ने रङ साइडमा कता गएको साइड रङ हो तिम्रो हैन आउला हैन आउला किजार तबेला केटो गयो एक्लै यस्तै छ साथीहरू रमाइलो छ आजको दिन बाटो हेर्नु यो छोटो ब्लगमा ओइ माया गरिदिनु होला भिडियोलाई रङ साइडमा नजाऊ तिम्रो साइड यता हो साह्रो हल्लियो अब हिँड्दा हिँड्दै साथीभाइहरूलाई सबलाई भोक लाग्यो सबैले अब एप्पल खान थाले मैले पनि खाँदैछु खाजा पनि लिएर आएका थियौँ चट्टसँगले मुसा जस्तो मुख बनाउँछ किसान यसो गरे भोक लाग्यो हिँड्दा हिँड्दै त्यस भएर अब खाजा खाँदैछु यहाँ केटा ट्राफिक छ है ट्राफिकको नियम पालन गर्नुपर्छ जेब्रा क्रसदेखि हिँड्नुपर्छ यो जेब्रा क्रस होइन उतै हो हो त्यो दबाउ न यो ग्रिन ग्रिन भयो पर यहाँ पनि आयो ग्रिन आयो ग्रिन आयो ग्रिन आयो ग्रिन ग्रिन सिग्नल ग्रिन आयो त्यसपछि हामी हिँड्दैछौँ ग्रिन आयो र फेरि फ्लिक गर्न थाल्यो अब पर पनि दबाऊ हो त्यहाँ दबाऊ हो त्यहाँ दबाएपछि सिग्नल दिन्छ ग्रिन भयो ग्रिन ग्रिन चिया पनि यहाँको रेड ग्रिन भएकै छैन वेट गर्नुपर्छ खै त साउथ कहाँ गयो है त त्यहाँ त ग्रिनै हुँदैन त अनि तिम्रो चाहिँ उता चाहिँ भयो यता छुँदा उता हुने हो क्या यता छुँदा यता हुने हो ए यता उठ्याउ नि यता उठ्या त ऊ प्लग अर्कापट्टि होइन हौ त्यसले यता हुन्छ अर्को हौ अर्को छ त हो त त्यसले यता हुन्छ ऊ ओ भयो त अनि ल प्लिज छिटो जाउँ उहाँ गएर बस्नु छ किसानको चस्मा सही रहेछ साइड
साथीभाइहरू यो झार हेर्नु न यार, यो झार कति हरियो कति कलकलाउँदो यार, कति राम्रो छ यार, मलाई साह्रै मन पर्यो यार यो झार। के झार हो पनि यो होटिट्याउ कहाँदेखि आयो फेरि? यहाँ हेर्नु न कस्तो राम्रो लाग्छ यार यो। यहाँ पनि झुप्प छ, यस्तो गर्मी ठाउँमा पनि यस्तो झार पलाउँछ, कस्तो राम्रो लाग्यो क्या यार मलाई यो झार। झार हो कि के हो यार यो हुन चाहिँ? यहाँ पनि छ, यहाँ पनि छ, यो सुक्खा यस्तो जग्गा पनि यस्तो मजाले फैलिएको छ क्या हरियो भएर। देख्न सक्नुहुन्छ हाम्रो नेपालमा यस्तो कलकलाउँदो हुँदैन यार, त्यत्रो पानीहरू छ र पनि। तर यहाँ चाहिँ के हो भने राम्रो छ कि ऊ परसम्म छ। ल साथीभाइहरू अब हामी लगभग आइसक्यौँ घुमेर पनि हाम्रो क्याम्पमा र अब आजको दिन पनि गयो, भोलिदेखि काम धमाधम। चरा मजाले उडिराखेको छ नि त, कहाँदेखि आयो यार यी चरा उडेको होइन यार, बर्ड इज फ्लाइङ अरे। बर्ड इज फ्लाइङ भनेको के हो के अरे? कालो अक्षर भैँसी के बराबर अरे? स्प्यारो होइन त्यो पनि यार, स्प्यारो। कालो अक्षर भैँसी स्प्यारो। ब्ल्याक लेटर इक्वल टु बफेलो। त्यही हो। त्यो नजान्नेलाई के बर्ड भन्नुभएको त अनि? ए हाम्रो कन्टेनर यति नै हो होइन? सुन्नेलाई सुनको माला, भन्नेलाई फुलको माला होइन, नसुन्नेलाई सिस्नोको माला, सुन्नेलाई फुलको माला, नसुन्नेलाई सिस्नोको माला, डायलग दिए पनि केही पनि नवास्दै नगर्नेलाई त्यो काउछोको माला। काउछोको माला त्यस्तो नभन्नु यार साथीभाइहरूलाई। काउछो भनेको कतिले चिन्दैन यार अहिलेको केटाहरूले। चिन्छौ काउछो? चिन्छौ काउछो? उखरमा आउँदा हुन्छ यार। काउछो लाग्यो भने त फेरि घाँस काट्दाखेरि घाँस बाहिर हाल्ने छ मरेको छ म फलामा हाम्रो पार्किङ एरिया पनि ठुलो रहेछ यार, गाडीहरू पनि धेरै छन्। कस्तो छ अब आइसक्यौँ हामी पनि रुमतिर। त्यो त सलिम होइन, आज त सुनसान छ त अनि त्यहाँ पनि सुनसान छ त। ऊ त्यहाँ यस्तो भन्नु न यार। हामी पनि अब क्याम्पमा आइसक्यौँ। अब यहाँ पन्च हान्ने अनि पस्ने हो ट्याक्कसँगले। रुममा जाने, नुहाइ गर्ने, बस्ने, अनि त्यहाँदेखि भिडियो एडिट गर्ने अनि हाल्ने। यहाँ हेर्नु है अब यहाँ थ्याङ्क यू भनौँ। अब भित्र पस्यौँ हामी। यस्तो छ हाम्रो रुमको पनि आइपुग्यो। ल साथीभाइहरू हजुरहरूलाई अब नेक्स्ट भिडियोमा भेट्छु म। फेरि भिडियो बनाउँदाखेरि लाइक कमेन्ट गरिदिनु होला अनि सब्सक्राइब गर्नु होला च्यानललाई। म यस्तै भिडियो राम्रो लिएर आउनेछु।